बीच चाहिँ रवि र बालन बीच नै यस्तै देखिन्छ लेनदेनको सम्बन्ध छ। कारोबार लेनदेन चलिरहेछ, त्यो लेनदेनमा दुवैलाई अहिले फाइदा भइरहेको छ, त्यसमा दुवै सँगै छन्। झट्ट हेर्दाखेरि चाहिँ यो लाभकै लेनदेन हो एकदम देखिन्छ बाहिरबाट। एकदम को लागि जुन तपाईँले अघि मोहनी भन्नुभयो, त्यो रवि र बालन बीच भइरहेको मोहनी छ, त्यो मोहनीको जुन अब यसलाई शक्ति भनौँ, त्यो शक्ति जोगाइराख्नको लागि रवि लामिछानेले कहिलेसम्म त्याग गर्नुपर्ने? अब यसमा त्यो त्याग गर्लान् नगर्लान् के लाग्छ? यस्तो छ, यसमा मोहनी भनेको मैले बालन र आम जनताको बिचको भनेको, रवि र बालन बीच चाहिँ रवि र बालन बीच नै यस्तै देखिन्छ लेनदेनको सम्बन्ध छ। यो कारोबार लेनदेन चलिरहेछ, त्यो लेनदेनमा दुवैलाई अहिले फाइदा भइरहेको छ, त्यसमा दुवै सँगै छन्। झट्ट हेर्दाखेरि चाहिँ यो लाभकै लेनदेन हो एकदम देखिन्छ बाहिरबाट। एकदम जस्तो कि फाइदाकै लागि गरिएको छ यो, एकदम राजनीतिक फाइदाको लागि। फेरि अब यसमा अलिक जोड्छु म, अलि तपाईँको जवाफ नेउला। रवि बालन पक्ष मात्रै जोडिया छैन यहाँ राजसभामा, थारूवटबाट आएका साथीहरू पनि छन्। त्यसै गरी विवेकशील जो आफूलाई पहिलो वैकल्पिक शक्तिको रूपमा दाबी गर्थ्यो, विवेकशील पनि यही नै विलय भएको छ होइन। सबै आउँदै गर्दा यो कसरी ब्यालेन्स होला राजसभामा भन्ने पनि प्रश्न छ क्या, यो महाधिवेशनले उठाएको प्रश्न हो। यसमा थरूवट लगायत थरूवट र विवेकशीलको जुन उदाहरण दिनुभयो, त्यसको चाहिँ त्यो सिङ्गो अभियान मिसिएको भन्दा पनि त्यसका केही महत्त्वाकांक्षी मान्छेहरू चाहिँ यताबाट छिटो हुँदो रहेछ कि भनेर व्यक्तिहरू प्रवेश गरेका हुन्। उनीहरूको जुन अहङ्कार व्यवस्थापन हो त्यो चाहिँ ठिकै भइरहेको जस्तो मलाई लाग्छ। त्यसले त्यति ठुलो समस्या उब्जाउने जस्तो मैले देख्दिनँ। जहाँसम्म रवि बालन केमिस्ट्री र त्यो कहिलेसम्म टिक्ला अथवा रविले कहिलेसम्म चाहिँ बलिदानी गर्नु पर्ला भन्ने कुरा छ, त्यसमा पनि मलाई के लाग्छ भने नेपाली जनता हामी कहिले बिउजन्छौँ, त्यसको एकदमै महत्त्वपूर्ण मानक भनेको आजको ठ्याक्कै 1 वर्ष पछाडि, 1 वर्ष पनि छैन अझ, स्थानीय चुनाव र प्रदेशको चुनाव आउनको लागि है। अनि त्यो चुनावसम्म जाँदै गर्दाखेरि बालेन्द्र शाहको सरकारको कार्य सम्पादन हेरेर मान्छेले मत पहिलाको भन्दा बढी दिन्छन् कि कम दिन्छन्। अब त हनीमुन पिरियड पनि सकिन लाग्यो, आज 91 हामी गफ गरिरहेछौँ। अबको एकदम धेरै ठुलो लिटमस टेस्ट भनेको त्यो हुन्छ है। मेरो विचारमा बालेन्द्र शाहको सरकारले कामै गरेर होस् अथवा अहिलेको जस्तो मोहनी कायम गरेर होस्, जनमतलाई जस्ताको त्यस्तै राख्यो, अहिलेको भन्दा अझै बढायो भने चाहिँ मेरो विचारमा त्यो पार्टीमा कम्तीमा अर्को आम चुनाव आउने बेलासम्म बालेन्द्र शाह नै हाबी हुन्छन्। त्यो अवस्थामा चाहिँ रविले निकै लामो बलिदानी गरिरहनु पर्छ। अनि यदि त्यो भएन अब यो चाहिँ केटाकेटीको खेल के अरे खेलाची जस्तो रहेछ, अथवा यिनीहरू चाहिँ अब त्यत्रो आन्दोलन भयो, त्यत्रो मान्छे मरे, अब पुराना जति सबै नालायक जस्तो भयो, तिनीहरूको ठाउँमा नयाँ ल्याउने बाध्यता थियो। नयाँ ल्याउँदाखेरि चाहिँ यिनीहरू आइहाले। अब त्यस पछाडि तर अब हामीलाई पुग्यो, यिनीहरूलाई आए यति महिना यति वर्ष चाहिँ गरे, तर यिनीहरूले यो ध्वंस परे, यो चाहिँ भत्ताभुङ्ग पारे, त्यस पछाडि भूराजनीतिक लगायत यो कुरा क्षति पुऱ्याए, अब अति भयो, अब चाहिँदैन भनेर यदि आम जनताले भन्यो भने पहिलो कुरा त्यसको अब आउने चुनावमा, स्थानीय र उसको चुनावमा देखिन्छ। त्यस बाहेक पनि त्यो जनमत त्यो भएको अवस्थामा चाहिँ मेरो विचारमा बालेन्द्र शाहको भविष्य र उनको जुन शक्ति सन्तुलन हो पार्टीभित्र, उनको जुन के अरे शक्तिको हिस्सेदारी हो त्यो चाहिँ कम हुने र त्यस पछाडि बिस्तारै अनि त्यो पार्टीलाई चाहिँ रवि पक्षले अलि धेरै हाबी हुने। पार्टी मात्रै नभएर सरकार पनि, पार्टीमा त यसै पनि अहिले पनि हाबी छ, सरकार पनि मेरो विचारमा 5 वर्ष यस्तै पाराले चाहिँ बालेन्द्र शाहले पुर्याउँछन् जस्तो मलाई लाग्दैन। तर अब के गर्छन् भन्ने कुरामा चाहिँ धेरै कुरा निर्भर छ। टाटा पेन्ट्स, हामी रङ्गाउँछौँ नेपाललाई।